हेलो गाइस, आज हामीहरू एक नुडल्स खानु आँटेको। हजुरहरूले के खानुभयो होला भन्नु होला कमेन्ट गरेर। अन्त सुप चाहिँ चाना मटर आलु मिक्स छ सुपमा। अन्त यहाँ माथि नुडल्स माथि हल्का यस्तो के भने दामी हुन्छ। वाह, अब चाहिँ खानु लागेको। लेट्स स्टार्ट। दामी भएछ। वाह, अस्तिको चिकन वाले थुक्पा भन्दा पनि मिठो भयो है। किन भन्दाखेरि यो मटर चाहिँ अलिकति धेर पाक्यो भने चाहिँ उयो हुन्छ नि त, अलिक फ्याट्ट परिरहेको हुन्छ क्या झोल। यो चाहिँ आज चाहिँ मैले मटर धेर पाएको थिइनँ। वाह। हजुरहरूलाई कस्तो टाइपको थुक्पा मनपर्छ कमेन्ट गर्नु होला, म पनि त्यस्तै ट्राई गर्छु नेक्स्ट टाइम। कैसा लगा? वाह, डिलिसियस। मुखले चाहिँ फेरि डिलिसियस भन्छ होइन। अहिले एकछिनबाट चाहिँ फेरि मिठै भएन भन्नु बेला लाउँदैन। 5 स्टार रेस्टुरेन्ट भन्दा पनि दामी हो। 5 स्टार होटेलको खाना भन्दा पनि दामी। मा त त्यो डल्ले रेस्टुरेन्टमा खाएको रे, सम्झिँदै रिस उठ्दैछ। थकाली खाएको। खाना पनि महँगो होइन, 350 रुपियाँ प्लेट। मिठै थिएन होइन, 350 त्यो प्लेट त त्यो त उयो भएन नि त, ठिकै हो तर खाना त मिठो दिनु पऱ्यो नि त। मासु चाहिँ मिठो भएन गाइस। अब त्यो पकाउने गल्ती भन्नु कि भैँसीको मासु खानु भनेको चाहिँ मैले गाइस खाएन, खालि चिकन खाने भन्छ। अलिक निम्बु थप्नुपर्ने रहेछ।
म चाहिँ थुक्पाभन्दा धेर झोल हाल्छु क्या वाउ वाउ that's बुढीहरूको हातमा त जादु हुन्छ क्या बुढाहरूको लागि न खालि हाम्रो बुढालाई मात्र मिठो लाग्छ त है फाल्टो मान्छेहरूलाई मिठो लाग्दैन भन्नु न अब किन मिठो लाग्नु पर्यो भने किन मिठो लाग्नु पर्यो बुढालाई मात्रै मिठो लाग्यो भइहाल्छ सबसे इम्पोर्टेन्ट बुढा त हो नि होइन गाइस बुढीको लागि अहिले किन मिठो लाग्छ अलिक खान्छौ भने लागिरहेको छ मलाई त्यो कम्ती खायो नि ए हत्ता त्यो बिर्लाई त लाइक गर्नु होला सब्सक्राइब गर्नु होला सेयर गर्नु होला थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच